हेलो गाइज गुड मर्निङ। तपाईहरू कस्तो हुनुहुन्छ? सायद सन्चै हुनुहुन्छ होला भन्दाखेरि चाहिँ अब हामी पनि सन्चै छु है। र आजको ब्लगमा चाहिँ फेरि मैले नै गर्दैछु किनभने आज चाहिँ मायाको हामी चाहिँ अब गान्तोक जानु आँटेको छु नि त। लस अन्त गान्तोकमा अब मायाको नि त्यो असाइनमेन्टहरू के त्यो मास्टरको उयोहरू पनि गर्नु छ हो। र उसको अब थुप्रो कामहरू पनि छ र आज एउटा स्पेसल डे पनि छ क्या। त्यो चाहिँ अब के भन्दाखेरि चाहिँ अब त्यो त अहिले नै म तपाईँहरूलाई भिडियोमा भन्दिनँ होइन। अब तपाईँहरूले नि हेरिदिँदै गर्नुहोस्। आज एउटा चिज अब होइन एउटा घरमा एउटा नयाँ चिज आउनु आँटेको छ र एक्साइटेड खासमा चाहिँ मायाको होइन, तर एक्साइटेड चाहिँ म छु क्या। अब त्यस्तो अब भनौँ न है गाइस। ल अन्त अहिले हामी यहाँ रेडी हुँदैछु र रेडी भएर चाहिँ अब हामी हिँड्दाखेरि तपाईँलाई हामी देखाउँदै गर्छु। ल गाइस हेर्दै गर्नुहोस् ल। सो साथीहरू आज चाहिँ म होइन यस्तो लोभ लगेर गरेर राखेको थिएँ होइन, सम्हालेर होइन गोपाले किनिदिएको टी सर्ट। यो चाहिँ एकदम अरिजिनल टी सर्ट हो। सो साथीहरू अहिले म तपाईँहरूलाई चाहिँ एकदम होइन लगाएर देखाउने छु। अनि योसँग चाहिँ होइन मलाई चाहिँ अन्त गोपाले चाहिँ हेर्नु न यस्तो दामी चिज किनिदिएको छ। यस्तो दामी होइन। म चाहिँ कम्बिनेसन आज मिलाएर लाउने छु। कतिमा किनिदियो यो 11,000 11,999। थ्याङ्क यू कोपा। टी सर्ट 1200 होइन 1200। थ्याङ्क यू कोपा। भरे भेट्यो। ल त गाइस अब चाहिँ हामी रेडी पनि भइसक्यो है। अन्त रेडी भएर पनि अब हिँड्नु आँटेको हामी। र अब मायाले गाडी कुदाउँछ नि त, आज गाडी लिएरै जाने नि त। अन्त त्यसले गर्दाखेरि चाहिँ अन्त माया यस्तो छ जुत्ता चाहिँ यहाँ बोकिदिइराखेको छु। उसलाई लोप लाग्यो अरे गाडी कुदाउँदाखेरि कि, अन्त फाल्टै जुत्ता लगाउने अरे। अन्त त्यहाँदेखि चाहिँ अर्को लगाउने अरे हो भनेर अन्त हामी रेडी छु। हाम्रो गाडी यहाँ रेडी छ। ल त गाइस अहिले अब तपाईँहरूलाई हामी देखाउँदै गर्छु हस्। त अब हामी है अब गाडीमा पनि चढेर रेडी पनि भयो म र माया। अब हामी हिँड्नुको लागि गाडी पनि स्टार्ट गरिरहेछ। ल अब हामी जानु आँटेको हस्। गाइस अहिले हामी फेरि जाँदैछु हो। वेदर पनि आजको चाहिँ दामी भइरहेछ। यता मायाले कुदाउँदैछ हो। वेदर चाहिँ पानी चाहिँ नपरोस् भनेको है माया। पक्कीमा आइपुग्नु आँट्यो र अहिले हामी यहाँ आइपुगिरहेको छ। अब एकछिनमा हामी पक्किम बजारमा आइपुग्नु आँट्यो। अन्त आज माया चाहिँ च्वाक देखिरहेको छ, तर जेसीको मुसु मुसु हाँस्दैछ माया। आजको पार्टी हेर्नु यहाँ। त्यही त आज त पार्टी हेर्नु नि। गाडी त कहाँ टम्मै छ है। अन्धेरी आइपुग्यौँ है। अन्त अन्धेरीमा आउँदा पनि हामी हेर्नु नि बाटो चाहिँ तर जेसीको चाहिँ यस्तो छ कि, तर कतिवटा बाटो चाहिँ एकदम दामी बनाएको रहेछ है। अनि हाम्रो मायामा के यतिको बाटो त केही नै के है माया। ए रानी पुल आइपुग्यो हो। अन्त गान्तोक अब अलिकति टाइम लाग्छ आइपुग्नु। अन्त यहाँ मायाको चाहिँ अब अलिकति अफिसको काम छ नि त, त्यो असाइनमेन्टहरू बुझाउनु पर्ने कामहरू छ। अन्त अब त्योहरू बुझाउँछौँ हो। त्यहाँदेखि चाहिँ हामी उयो गर्छ हस्। ल त गाइस अहिले हामी गान्तोक पनि आइपुग्यो है। उसको अफिसियल कामहरू पनि डल्लै सक्यो र हिँड्दैछ। अब गाडी तल राख्यो। अन्त यो गाडी छ र त हिँड्नु पर्दैछ। भाग नभाग एउटै हो। के छ माया भन्नु? के गर्नु, आफ्नो गाडी हुँदा नि हिँड्नै पर्यो। अब कामहरू अब उयो त मिलाउनलाई हिँड्नै पर्यो नि त। त्यही त यहाँतिर लिएर राखेको पनि हुन्थ्यो होला। त्यही त है। माया भोक लाग्यो त। गाइस यहाँ हेर्नु न, मलाई त झोला पनि यसरी बोक्नु लगायो हो है। बोक्नै पर्यो बुढीको। अब बोक्दिनँ भनेर भएन हो। आमा सानो उकालो छैन त हाइट। एमजी मार्ग पनि आइपुग्नु आँट्यो। अन्त हाम्रो सबै अफिसियल कामहरू चाहिँ डल्लै नै गरिसक्यो। अब लास्ट एउटै काम छ है। अब बिहान चाहिँ हामीले जुन चाहिँ भनेको थियो नि, हामी चाहिँ के को लागि एमजी मार्गमा आएको भनेर चाहिँ यहाँ माया अगाडि छ हो। त्यो चाहिँ अब अहिले एकछिनमा हामी देखाउँछु नि। त्यही आइ पनि पुग्यो हो। माया र म यहाँ अलग्गै हिँड्दैछु। के को लागि आएको भनेर चाहिँ
अहिले नभन्नु म होला है माया किन भन्नु थाहा भइहाल्छ कति दिन बाद आइपुग्यो है एमजी पार्कमा कति दिन बाद के अब महिना वर्ष वेदर कस्तो दामी भइरहेछ वर्षै भयो नि ए घुमेको अघिदेखि घुमेको भेट्नु चाहिँ के पनि भेटेको छैन हो के खोजेको खोज्नु चाहिँ के खोजेको हो खोजेको कि एप्पल खोजेको कि के खोजेको भिडियो त अन्त दामी बनाउँदै छ नि ल अब चाहिँ हामी यहाँ आइपुग्यो ल माया फिल कस्तो भइरहेछ फिल त एक्साइटेड पनि हो डर पनि लागिरहेको छ होइन सोचेर पैसा हाल्नुपर्ने हुन्छ ल त एप्पल स्टोरमा ल अन्त गाइस मायाले चाहिँ यो फोन मन परायो कि 16 प्रो म्याक्स दाम चाहिँ फेरि दामी रहेछ नि साथीहरू फाइनली होइन एप्पल स्टोरमा चाहिँ आइपुग्यो होइन नेपाली लैजा भन्छ यो म लान्छु भन्छ डर पनि लाग्यो त्यही त है अब चाहिँ स्टार्ट भयो अब चाहिँ लानु होइन पक्का एउटा उठाइदिउँ ल्याउँदै उठाइदिउँ एउटा त गोजीमा नि हाल्नु अन गरेको रहेन रहेछ त्यसै यो लिनु पाएँ भने चाहिँ अझै यहाँ इन्डोरको यो आउटडोरको अझै दामी हुन्छ है इन्डोरमा यतिको छ इन्डोर लाइटले पुरा टल्किरहेको छ नि त सो साथीहरू 16 प्रो म्याक्सको सपना चाहिँ देखेको हो सपना पुरा गर्छ कि गर्दैन हेरौँ है आजको दिनमा हो 60 प्लस iPhone 16 now iPhone 16 Pro bad